कस्तो शान्तिपूर्ण देश थियो यो। अहिले म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के सोच्छ? हामीले यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ। शान्ति सुव्यवस्थाको अवस्था। यस देशमा कसैको घर जलाउन पाइन्छ, कसैलाई गएर घरमा काट्न पाइन्छ, कुट्न पाइन्छ, जसका मन लाग्यो उसका घरमा गएर लुट्न पाइन्छ। यही हो आन्दोलन। यस्तै हुन्छ आन्दोलन, यस्तै हुन्छ राजनीतिक आन्दोलन। लुटमार हो, आगजनी हो राजनीतिक आन्दोलन। गोली चलो भनेको सुनेपछि गोली कसरी चल्यो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु। रबरको गोली मात्रै चल्या हो, अरू होइन, मैले जवाफ पाएँ। पछि मैले सुने 14 जनाको निधन भइसक्यो। कसरी 14 जना मारिए युवाहरू? मैले खोजेको छु। मैले सोधेँ कहाँ गोली लागेको छ, कसरी मरे त? टाउकामा, छातीमा। अनि खुट्टा त सुरक्षा फोर्सले त घुँडामुनि हान्ने चलन हुन्छ, घुँडामुनि हाने हुन्छ। कसरी टाउकामा गोली लाग्यो? म सोध्दैछु यस्तो किन भइराखेको छ, कसरी रोक्न सकिन्छ यस कुरालाई? म भन्दैछु। अनि जसले त्यो उपद्रव मचाउँछ तिनीहरूले केपी ओली दोषी भन्ने। अघिल्ला दिनको दुर्घटना त भएकै थियो, भोलिपल्ट नहोस् भनेर मेरो धेरै प्रयास थियो। तर जब मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ। विभिन्न प्रकारका भिडियोहरू आएका छन्, कति सत्य हो, कति एआई परिचालित हुन्, एआई निर्मित हुन्। प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न थाहा पाउँछ। प्रधानमन्त्री भएर सरकारमा लिड गर्न गएकै दिन म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न भन्ने एउटा नारा लगाएँ र त्यो अहिलेसम्म कायम छ। म आफू पनि भ्रष्टाचार मैले गरिनँ, आफूले पनि गरिनँ, अरूलाई पनि सकेसम्म गर्न दिइनँ। फेरि पनि हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ भन्ने सङ्कल्पका साथ हामी उठ्नुपर्छ। मन्त्री परिषदका केही निर्णय ओली सरकारले सिफारिस गरेका या प्रस्ताव गरेका, ओली सरकारले भनेको मैले निर्देशन दिएर कुनै प्रस्ताव आएको हुँदैन, मन्त्रालयले आवश्यकता अनुसार प्रस्ताव ल्याएका हुन्छन्। ती प्रस्ताव क्याबिनेटले हेरेर पास गर्ने हो। के पास गर्यो, के गरेन, के प्रस्ताव आए, के रोक्यो, के अगाडि बढे, कस्तो परिस्थितिमा सरकार चल्यो, के दृष्टिकोण रह्यो, ती सबै कुराहरू सरकारले बाहिर ल्याओस्। म आग्रह गर्न चाहन्छु। भ्रष्टाचार गर्यो भन्ने हल्ला गरेर हुँदैन। कहाँ भ्रष्टाचार गर्यो, केमा कमिसन खायो, केमा घुस खायो, केमा भ्रष्टाचार गर्यो, त्यस प्रकारका कुराहरू अफवाह चलाएर हुँदैन। मेरो सिफारिसमा थुप्रै कामहरू भएका भन्ने बाहिर हल्ला छ। मैले गरेको सिफारिस बाहिर ल्याइयोस्, पब्लिक गरियोस्। पब्लिक भएको छ भने त्यसलाई हेरियोस् भन्छु। अहिले जे भएको छ यो समाधान होइन। असंवैधानिक अलोकतान्त्रिक बाटोबाट समाधान निस्किँदैन।